नमस्ते, म शरण प्रधान। नेपाल फेस्टिभल हवाई च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज म तपाईहरुका लागि एउटा अत्यन्त महत्त्वपूर्ण र सुनौलो अवसरको बारेमा जानकारी लिएर आएको छु। नेपाल फेस्टिभल पब्लिक लिमिटेडले यो वर्ष 2026 को लागि क्यानाडा र अमेरिकामा आउने आफ्नै लगनीबाट पहलमा नेपाली उत्पादनको लागि शक्तिशाली मार्केटिङ कार्यक्रमको तयारी गरेको छ। जब 25 वटा उद्योगहरू सहभागीका लागि तयार हुन्छन्, तब नेपाल महोत्सव आयोजनाको लागि व्यवस्था मिलाएको छ। अब यो वर्ष 2026 का लागि प्रस्तुत कार्यक्रमहरू यस प्रकार छ। नेपाल फेस्टिभल पब्लिक लिमिटेडको व्यवस्थापनमा अंग्रेजी जान्ने 25 जना उत्पादक व्यवस्थापनहरूको सहभागितामा अनुभवी समूहद्वारा नियमित रूपमा मेला मार्फत मार्केटिङ गरिनेछ। नेपाली उद्योगी तथा व्यापारीहरूले आफ्ना उत्पादनहरूलाई विश्व बजारमा पुर्याउन र बिक्री गर्न आफू वा आफ्नो प्रतिनिधिलाई सहभागी गराउन सक्नेछन्। यदि कुनै कारणले मेलामा पुगेका सामानहरू बिक्री हुन सकेन भने कम्पनीले कार्गो सहितको मूल्यमा स्टकबाटै खरिद गर्ने व्यवस्था पनि गरेको छ। यस अभियानबाट कम्पनी र सहभागी दुवैलाई फाइदा हुने देखिन्छ। कम्पनीले कमिसन पाउने छ भने निर्यातकर्ताले बिक्री र अर्डर प्राप्त गर्नेछन्। यसका लागि भिसा, तालिम र आवश्यक कागजपत्र सबै कम्पनीले सहयोग गर्नेछन्। 25 वटा कम्पनी तयार भएपछि भिसाको मिति अनुसार विभिन्न समयमा मेला आयोजना गरिनेछ। सहभागी हुन इच्छुक व्यवसायीहरूले 2 लाख बराबरको यो कम्पनीको शेयर सदस्य लिनुपर्ने छ। कम्पनीले विशेष रूपमा गाउँघरका कच्चा पदार्थबाट बनेका उत्पादनहरूलाई प्राथमिकता दिनेछ र अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नेछ। सहभागीहरूलाई आवश्यक सम्पूर्ण तालिम निःशुल्क दिनेछ, जसले गर्दा उनीहरू आर्थिक रूपमा सुरक्षित हुनेछन्। भिसा, कागजपत्र, अन्तर्वार्ता तयारी सबै खर्च कम्पनी नै बेर्नेछ। महोत्सव सञ्चालक पारदर्शी नीतिमा आधारित हुनेछ र व्यवस्थापन समूहमा सहभागी हुने अवसर पनि मिल्नेछ। यस अभियानमा अन्तर्राष्ट्रिय संयोजक, कम्पनी अध्यक्ष तथा अन्य जिम्मेवार व्यक्तिहरू मार्फत सम्पर्क गर्न सकिनेछ। मेलामा फरक आयोजक समिति गठन हुनेछ र सबै खर्च व्यवस्थापनले मिलाउनेछ। कुनै पनि सदस्यले कम्पनीको जानकारी बिना आर्थिक चलखेल गरेमा तत्काल निष्कासन गरिनेछ। मेलामा सहभागी हुन कुनै पनि आर्थिक घाटा नहुने व्यवस्था गरिएको छ। कार्यक्रमका मुख्य उद्देश्यहरू: 1. नेपाल सरकार, राजदूतावास, एनआरएन, स्थानीय सङ्घ-संस्था लगायत सबैसँग सहकार्य गरिनेछ। 2. नेपाली वेशभूषा, सांस्कृतिक झाँक्री सहित शहरका मुख्य स्थानमा प्रदर्शन गरिनेछ। 3. गीत, नृत्य, गजल, हास्य व्यङ्ग्य सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। 4. खरिदकर्ता र विक्रेता बीच प्रत्यक्ष भेटघाट तथा अर्डर आदान-प्रदान गरिनेछ। 5. गाउँघरका उत्पादनलाई विश्व बजारमा पुर्याउने नै यस अभियानको मुख्य उद्देश्य हो। 6. सामाजिक सञ्जाल, अनलाइन सेल र प्रत्यक्ष मार्केटिङ मार्फत नेपाली उत्पादनको प्रवर्धन गरिनेछ। र 7. कानुनी रूपमा विदेश बजारमा बिक्री गर्ने व्यवस्था पनि मिलाएको छ। र अन्तमा 8. उद्योग, वाणिज्य, पर्यटन तथा परराष्ट्र मन्त्रालयसँग सहकार्य गरिनेछ। महोत्सवमा हस्तकला, कपडा, बाजागाजा, गहना, खाद्यान्न पदार्थका परिकारहरू र नेपाली उत्पादनका सामानहरू हुनेछन्। हाल नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा कमजोर स्थिति
रहेको अवस्थामा यो अभियानले ठूलो परिवर्तन ल्याउने हामीले पूर्ण विश्वास राखेका छौँ। यस अभियान मार्फत उद्यमीहरूलाई विश्व बजारमा पहुँच मिलाउने, हजारौं ग्राहकसँग भेट गराउने र आर्थिक अवस्था सुदृढ बनाउने लक्ष्य हामीले राखेका छौँ। इच्छुक नेपालीहरूले काठमाडौँको गौरीघाट स्थित रहेको कार्यालयमा फोनमा, भाइबर अथवा व्हाट्सएपमा तपाईले सम्पर्क गरेर बुझ्न सक्नुहुनेछ। के यो हाम्रो कार्यक्रमले तपाईहरूको भविष्य परिवर्तन गर्न सक्छ? यदि तपाईँ पनि आफ्नो उत्पादनलाई विश्व बजारमा पुर्याउने चाहनुहुन्छ भने आजै निर्णय गर्नुहोस्। म शरण प्रधान। यस्तै महत्त्वपूर्ण जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र अरू साथीहरूलाई पनि सेयर गर्नुहोला। साथै एउटा कमेन्ट गर्नुहोला र लाइक गर्नुहोला। धन्यवाद।